जिम जाम्ला वर्कआउट पनि गरौँला तर डाइट कसरी पुरा गर्ने ज्यान बनाउन त प्रोटिन खानुपर्छ र प्रोटिन किन्ने पैसा छैन के गर्ने यस्तै प्रब्लम्स अनि कन्फ्युजनमा हुनुहुन्छ भने यो भिडियो हजुरको लागि आज यस्तो लो बजेट प्रोटिन सोर्सेसको बारेमा भन्ने छु यो भिडियो लास्टसम्म हेर्नु होला नम्बर 1 अन्डा यदि हजुरले एउटा अन्डा खानु भयो भने अलमोस्ट 5 देखि लिएर 6 ग्राम प्रोटिन पाउनुहुन्छ यदि हजुरले दिनभरिमा 10 वटा अन्डा खान सक्नुहुन्छ भने 10 into 6 अलमोस्ट 60 ग्राम प्रोटिन हजुरले खान सक्नुहुन्छ त्यो चीज हजुरले 2 स्कुप व्ही प्रोटिन खाएर पनि पाउन सक्नुहुन्न अलरेडी त्यो व्ही प्रोटिन एक्सपेन्सिभ पनि छ नम्बर 2 मा छ दूध हजुरले 250 ml कप दूध खानु भयो भने अलमोस्ट हजुरले 8 ग्राम प्रोटिन दूधबाट पाउन सक्नुहुन्छ नम्बर 3 सोया चंक अर्थात सोयाबिन 50 ग्राम सोयाबिन या सोया चंक खानु भयो भने अलमोस्ट 25 देखि लिएर 26 ग्राम प्रोटिन त्यहाँदेखि पाउन सक्नुहुन्छ नम्बर 4 चना यदि हजुरले भिगेको चना 100 ग्राम्स खानु भयो भने अलमोस्ट 9 देखि लिएर 10 ग्राम सम्म प्रोटिन पाउन सक्छ यो पनि अलरेडी चिपेस्ट प्रोटिन सोर्स हो नम्बर 5 छ मुङ दाल 100 ग्राम मुङ दाल खानु भयो भने 23 देखि लिएर 25 ग्राम प्रोटिन खान सक्नुहुन्छ यो पनि एउटा चिपेस्ट प्रोटिन सोर्स हो अब टेन्सन के ट्राई गरेर त हेर्नुस्